अहिले चाहिँ घाम पनि लागेको छ हैन। बिहान चाहिँ पानी पनि आयो अलिअलि। हाम्रो चाहिँ धानको बिउ छर्ने बेला चाहिँ अब चाहिँ हुन लाग्यो तल घामले हैन। यो बिउ राख्नलाई हामीलाई कति दिन लाग्यो भन्ने कुरै थाहा भएन। हेलो साथीहरू, सबैजनालाई जय मसी, नमस्ते, सुस्वागत छ फेरि पनि नयाँ भिडियोमा। आइपुगेर सबैजना सन्चै नै हुनुहुन्छ होला अनि म पनि एकदम ठिक हुन्छु। अनि म चाहिँ हैन हाम्रो चाहिँ त्यहाँ बिउ राख्ने ठाउँ रेडी भइसकेको छैन। त्यहाँनिर चाहिँ अब खनेर आज चाहिँ बिउ राख्ने, अस्ति जोतेर मल बोकेर चाहिँ भ्यायौँ। अनि आज चाहिँ अब त्यहाँनिर बिउ राख्नुको लागि हामी चाहिँ खन्न जाँदैछौँ। मसिनो अब त्यहाँ झारहरू जिलाउनु पर्छ नि त, त्यही भएर चाहिँ हामी खन्न जान गएको छौँ। बुवा र भाउजू चाहिँ गइसक्नु अनि म पनि जाँदैछु। बिहानै उपर हुनुहुन्छ बुवा, सेतो टी सर्ट लगाएको मात्र देखिनु भएको। होइन साथीहरू, अनि हामीहरू चाहिँ तल होइन बिहानभरि काम गऱ्यौँ। अनि खाना खायौँ घर आएर खाना खाएर अनि म चाहिँ भान्जाहरूलाई नास्ता बनाइदिएर लानु गएको छु। अघि चाहिँ पानी पनि पर्यो अनि काम गर्दा गर्दै पानी पनि आयो। आधा काम चाहिँ बाँकी नै छ होइन। अनि अब गएर चाहिँ त्यो काम फेरि गर्नुपर्ने हुन्छ। धानको बिउ राख्नको लागि चाहिँ रेडी हुँदैछ। अनि म चाहिँ नास्ता पकाउन आएको छु, बाबुहरूको बाटोमा जाँदैछु। म चाहिँ होइन साथीहरू नास्ता पुऱ्याएर घर आइसकेँ। अनि घर आएर पनि म चाहिँ फेरि खेतमा आइसकेको छु। यहाँनिर देख्न सक्नुहुन्छ बुवा चाहिँ अघि आउनुभयो। अहिले चाहिँ घाम पनि लागेको छ होइन। बिहान चाहिँ पानी पनि आयो अलिअलि। अनि यहाँ एउटा गरा चाहिँ बिहान चिल्लाएर रेडी बनाएर गएको थियौँ। अनि एउटा सानो दुईवटा गरा छ सानो सानो। बुवाले आधी त यो बनाइसक्नुभयो, अब यो छ बाँकी। अनि होइन साथीहरू, हाम्रो चाहिँ धानको बिउ छर्ने बेला चाहिँ अब चाहिँ हुन लाग्यो तल घामले होइन। झार जिल्याएर चाहिँ भ्यायौँ। अनि यस्तरी उम्रिएछ धानको बिउ, देख्न सक्नुहुन्छ है। धानको बिउ हाम्रो चाहिँ बल्ल होइन 3-4 दिनमा बल्ल आज भयो धानको बिउ छर्न चाहिँ। अझै ढाक्ने काट्नु जानुपर्छ, यहाँ ढाक्ने उयो बिचमा हो यता यहाँनिर पातलो खाले नि। यस्तरी जिल्याएर होइन कस्तो राम्रो देखिँदो रहेछ नि झार निकालेपछि त। फाइनली साथीहरू होइन हामीले चाहिँ बल्ल बिउ राखेर भ्यायौँ। हामीले चाहिँ खास चाहिँ हिले बिउ राख्ने भनेको थियौँ, तर धुले बिउ राखेर होइन थाकल काटेर वनबाट लिएर यसरी ढाकेको छौँ होइन। यो बिउ राख्नलाई हामीलाई कति दिन लाग्यो भन्ने कुरै थाहा भएन। यतातिर चाहिँ परालले ढाकेको छौँ होइन। अनि यता चाहिँ थाकलले, देख्न सक्नुहुन्छ साथीहरू। अनि हामीहरू चाहिँ तल बिउ राखेर घर आइसकिसक्यौँ। अनि यहाँनिर हाम्रो चाहिँ यो पुरानो चर्च चाहिँ भत्काउँदैछौँ होइन। अनि नयाँ चर्च त देखिसक्नु भएको छ हजुरहरूलाई, मैले अगाडिको भिडियोमा देखाइसकेको छु, तल छ। अनि हाम्रो पुरानो चर्च यो चाहिँ भत्काइसक्यौँ। यहाँ हाम्रो बाबु पनि आएको छन् होइन, यिनले चाहिँ कामै गर्नु दिँदैन। समयले त हेर के गरे तिमीले, गिजाइदेऊ त। अब यता हेर न, यता। अनि हामी चाहिँ यसरी यो बार भत्काउँदै होइन अब यहाँ चाहिँ तरकारीहरू लाउने हो, त्यसैले यो अब झिक्री फ्याल्नु पर्ने छ।